हेलो गाइज, म चाहिँ आज हजुरहरूलाई नेपाली मुभी कसरी डब हुन्छ भनेर देखाउँछु। अनि हामी चाहिँ आज गइरहेको छौँ नेपाली मुभी बलिदानको डबिङ गर्नको लागि। अनि उहाँ चाहिँ हाम्रो डिरेक्टर साहब सन्तोष सेन। अहिले चाहिँ हामी फोटो खिचिरहेको छौँ यहाँ, ग्रुप फोटो। अब हजुरहरूलाई चाहिँ म पुरै डबिङ कसरी हुन्छ देखाउँछु। हजुरहरू यो भिडियो हेरिरहनु होला। जय डोया जय भिलामगढ उहाँले भन्नुहुन्छ, त्यसको पछाडि हामी भन्छौँ ल भगवान सरले। जय भिला जय डोया जय भिला जय डोया जय भिला। यसलाई नि कन्टिन्यू गरौँ ल, जय भिला जय डोया। ओके ल, हजुर हजुर ओके ल, ओके ल। हामी पाँच चोटि भन्छौँ अनि पाँच चोटि चाहिँ जय भिल्लमगढ भन्छौँ ल। ओके 1 2 3 स्टार्ट। जय भिला जय डोया जय भिला जय डोया जय भिला जय डोया जय भिला जय डोया जय भिला। अब भिल्लमगढ ल अब भिल्लमगढै दाइ ल, भइरहेछ टेक भिल्लमगढ। हजुर दाइ अलिअलि पर फिजिनु भएको छ, पर पनि छ। हजुर यहाँ गुजुपा भयो ल, अलिक फरकै ल्याउँ। ओके जय भिल्लमगढ 5 चोटि है अब हामी ल। ल ओके जय भिल्लमगढ मात्रै। दाइ रेडी भन्नु भन्नु है, रेडी हो दाइ? ओके जय भिल्लमगढ 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 जय भिल्लमगढ। अब गुहा गरौँ त।हरूले चाहिँ हेरिहाल्नुभयो हाम्रो नेपाली मुभीको चाहिँ यसरी डब हुन्छ। अनि यहाँ चाहिँ हामीले मुभीको चाहिँ ब्याकग्राउन्ड साउन्ड दिएको थियौँ। जसलाई चाहिँ यस्तो भिडियो इन्ट्रेस्टिङ लाग्छ भने च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला।